तिमीलाई माया गर्न आएको नि त जङ्गलमा सुनसान नौटङ्की नगरेर राख्ने मलाई साह्रै आज 81 बोका दादी अए बोका हजुरहरु दाउरामा जान आँटेको त्यो भन्दा पहिला चाहिँ साह्रै हाम्रो सेविकाले नि खोज्यो कि अति भयो कि पहिला एकचोटि झगडा नगरी चाहिँ हामी नजाने भएको छौँ तिमीले खोजेको कि मैले खोजेको झिक न तिम्रो बल झिक न तिम्रो बल तिमीले खोजेको कि मैले ल कर पर लु कर पर छोरा र छोरीको बल मिल्छ त्यसरी कहाँ हुन्छ ले छोराको र छोरीको बल मिल्छ ओइ त आफ्नै बुढाले मार्छ कि कान्छी तिमी त दुईटा देखाइदिएको मैले छेत ए हजुरहरु यार मार्ने रहेछ सेविकाले त नमस्ते सबैजनालाई स्वागत छ चिलिगाडी टिकारामको स्वागत ए सबैजनालाई स्वागत छ है दाजुभाइ दिदीबहिनीलाई आजको मेरो नयाँ भिडियोमा सबैजना सन्चै हुनुहुन्छ होला हाम्रो सन्चै हेर्नु न बल्ल बल्ल पानी रोक्यो हजुर पहिलो कुरा चाहिँ हेर्नुहोस् ल एउटा कुरा देखाउँछु तपाईँहरूलाई काउन्ट गरेर 3 मा 1 2 3 ल हेर्नुहोस् आहा यो बाजी हाम्रो कोदो यति दामी फलेको छ हजुर यति दामी फलेको छ त्यो पनि यति धेरै छ यहाँदेखि तल फेरि सेविका गफ गरेको चाहिँ होइन हजुरहरु ओए मैले बिहानदेखि गोरु जोतेको होइन ठ्याक्क 12 बज्दाखेरि यहाँसम्म ल्याइ पुराको नि अनि यहाँ चाहिँ भाइले पालो दिएको त्यत्रो जोतेको अब यो बाजी कोदोको ढिँडो चाहिँ खाने नै पर्यो कहाँ जाँदैछु आज भन न कान्छे नि आज हामी दाउरामा समाउन त क्यामेरा जङ्गल जाँदैछौँ ल तपाईँलाई देखाउनेछौँ हामी अनि आज चाहिँ हामी जङ्गल जाँदैछौँ दाउरा खोज्नुलाई दाउरा एकदम हाम्रो घरमा दाउरा नै छैन क्या अनि त्यही भएर म भात सब्जी पकाउनेलाई गाह्रो हुन्छ नि त त्यही भएर हामी जङ्गल जाँदैछौँ तर डोको चाहिँ छैन किनभने नजिकै छ हाम्रो जङ्गल चाहिँ यहीँ हो कोदोबारीको गर्नु अब कान्छी दाउराहरू चाहिँ ग्यास भरिदिउँ भने गाउँघरमा त ग्यास यस्तो हुन्छ क्या हजुर म ग्यास भरिदिइहाल्थेँ होइन तर दुःखको कुरा चाहिँ के छ भन्दाखेरि हाम्रो चाहिँ गाउँघरमा चाहिँ अब बोकेर ल्याउनुपर्छ सिलिन्डर पनि एक देश अनि सकिँदाखेरि पनि सिलिन्डर बोकेर फेरि जानैपर्छ काँध दुख्छ धेरै टाढो जानुपर्छ पर आइतबारे साट्नुको लागि त्यही भएर त्यत्रो ओरदोर 2,000 तिरेर ग्यासको सिलिन्डर बोकिनु भन्दा चाहिँ बरु छेउछाउकै यसो दाउरा ठाकठुक गर्नु नै फाइदा होला नि 2,000 पैसा बाँच्यो त्यसले त तिमीले 2 PM खान्छौ चिसो तर 2 PM नखाएको कति दिन भइसक्यो पैसा छैन नि त कान्छी केरा व्यापार डाउन छ निगा पनि बिग्दैन आजकल अब भरे चाहिँ खाने नै हो 2 PM खानै पर्छ र चिसो खानै पर्छ र तातो पानी खानुहोस् चिसो खानु नपर्दा त बौलाउँदो रहेछ म त घरि तिमी त्यो उयो भइसक्यो त्यही हजुरहरु गाउँठाउँमा चाहिँ अनि खै मौसम आउँछ कान्छी तिमी त साह्रै बोल्नु सक्दैन लु कहाँनिर जानुपर्ने नानी उठिहाल्छ क्या अहिले त्यही हो हजुरहरु ग्यास भरिन्थ्यो कि नत्र सक्ने छु है ग्यास भर्न चाहिँ ग्यास चाहिँ भर्न सक्ने हो दुःखको कुरा त्यो छ क्या आमामा सिलिन्डर बोकेर जानुपर्छ एउटा चाँजो खोला कटेर आइतबारे मरी बोक्नुपर्छ त्यो भन्दा त बरु दाउरै बाल्ने फेरि म त सेविका ग्यास चाहिँ म त्यो त एउटा बाहना हो अब चाहियो भने जसरी साइकलमा बाँधेर भने सिलिन्डर त लान्छु कि हजुरहरु दुःखको कुरा चाहिँ के छ भन्दा उयो छ क्या त्यो 5 कक्षामा पढ्दाखेरि मेरो साथीको उता मम्मी चाहिँ विदेश हुनुहुन्थ्यो अनि त्यो सिलिन्डर पड्केर चाहिँ उहाँको चाहिँ डेथ भयो होइन त्यो कुरा सुन्दाखेरि साह्रै दुःख पनि लाग्यो धेरै वर्ष अगाडिको कुरा अनि त्यो सुनेको थिएँ अनि माथि हामी त चुलीमा बसेको नि त सिम्बले भन्ने ठाउँमा अनि त्यस पछाडि यहाँ अहिले स्कुल टाढा भयो भनेर त्यो ठाउँमा झर्दाखेरि चाहिँ यो हाम्रो ज्ञानी भाउजू घरमा बसिरहेको त्यो ग्यासमा खाना पकाउँदै हुनुहुँदो रहेछ त्यो सिटी लाग्दाखेरि गर्दाखेरि भनेर कुद्दिको क्याबा भन्नु ग्यास पड्क्यो नाटा आउनु न भन्दा त लाटा सिटी लागेको म त त्यो त अरे त्यस्तोसम्म भएको छु म त्यही भएर चाहिँ हामी दाउरा खोज्न आएकै जङ्गल भन्दा यहीँ हो दुःख नै छ के गर्न कर्ममा दाउरै काटी दिन बित्छ गाउँ घरमा पढ्ने बेलामा किन बिहे गरेछु मम्मीले एक वचन गाली गर्दा किन रिस थाम्न नसकेर पोइ टिपेर हिँडेछु
के गर्नु गरी खानै पर्यो माइत जाउँ भने मैले बे गरेको थिएँ भनेर गाली गर्नुहुन्छ भन्ने डरले बसिरहेको छु दाउरा खोज्दै हजुरहरू हेर्नु न अनि त्यही त हाम्रो सेविकाले चाहिँ त्यही हो क्या पढ न कान्छी अहिले बिहे नगरौँ गाह्रो हुन्छ कहाँ तिमीलाई पछि भनेको होइन नि मलाई मम्मीले गाली गर्नुभयो कहाँ बस्छु म यस्तो घरमा कहिले फर्केर आउँदिनँ म लाने भने लानुहोस् नत्र अर्कैसँग सल्किन्छु भन्ने खालको कुरा गरेर ल्याएको के भन्यौ त त्यसो भए तिमीले रिचार्ज निक्लिन्छ नि कान्छी फेरि मलाई तुरन्त रिचार्ज चाहियो पठाइदिनु न तपाईँले मलाई माया गर्नुहुन्छ भने पठाइदिनु न अच्छा हेर्नु त त्यस यहाँ न यहाँ त्यो छोडिदेऊ क्या एउटा कुरा चाहिँ तिमीलाई म सोधिहाल्छु तिमीले के भन्यो मलाई अब म कहिले पनि यो घर फर्केर आउँदिनँ भनेको थियो अरे तिमीले मम्मीले गाली गर्दाखेरि होइन बिहे गर्नुभन्दा अगाडि अनि अहिले त माइत पठाएन त अनुहार त अनि कालो चन्द्रमा जस्तो हुन्छ अब त्यतिखेर भनेको ए कालो राज जस्तो हुन्छ त माइतमा अब के परे मम्मीलाई अलिकति जे भन्दा पनि त्यो उमेरै त्यस्तै थियो क्या अब भनेको त 20 कटिसक्यो अब चाहिँ बुद्धि आउँदैछ नि त बुद्धि आएको होइन न बुद्धि आएको मान्छेले त पैसा जोडजाम गर्नुपर्छ कमाउनु पर्छ भन्छ त्यो टुपेम नलाइदाखेरि कति दिन नखाएको मुखै मात्रै कति दिन चाहिँ चिसो नखाएको भन्दै घमण्ड गर्नुहुन्छ त्यही हो म तिमीलाई माया गर्न आएको नि त जङ्गलमा सुन्छन् नौटङ्की नगरेर राख्ने मलाई साह्रै आज 81 बोका दादी अए बोका आज चाहिँ एउटा शायरी सुनाउँछु क्या तिम्रो लागि फुल फुल्छ कहाँ कहाँ बाँच्न आउँछ यहाँ हो र कस्तो माया लाग्छ किनभने मलाई आज एकदमै मेरो पहिलो माया तिमी त थिएनौ कोही थियो उसको एकदम धेरै हरहर बास्ना प्लस माया याद दिएर आइरहेको त्यसो नभन्नु किन त्यो भिडियो हेरेर उसले पनि कहीँ हेरिहाल्यो भने मलाई माया गर्दो रहेछ अझै भन्ने हुन्छ के भयो त राम्रो कुरा होइन र त्यो कमेन्ट गरिदिनु होला है सबैजनाले जहिले एक्स एक्स भन्नुहुन्छ मलाई याद आउँछ मलाई एक्स याद आउँछ उसले मलाई पैसाहरू दिन्थ्यो सिरियसली भन्दैछु म मलाई याद आउँछ रिस उठ्यो उठेन अघि क्या हजुरहरू मलाई पनि रिस उठायो कि त्यही भएर यस्तो कुरा गरिदिएको मैले उत्पटाङ हाम्रो भारी पनि पुगिसक्यो दाउरा यहाँ बस्ने मान्छेले देख्नुहुन्छ क्या यति भए भइगयो नि कान्छी के थोत्रो पो लाने त चिसो अघि चाहिँ आज हाम्रो पानी बिहानदेखि पऱ्यो घरमा अनि म चाहिँ यसो वस्तुहरूलाई पनि ओतमा लगाइदिएँ गुवालीमा अनि त्यस पछाडि बसेको दिनभरि पानी भर्खर रोकेको अहिले 2 बज्यो अन्त गफ गर्दै बसेको पहिला कुराहरू यसो रमाइलो गर्दै गरेको उसले चाहिँ पहिला हामी लपर्दा के भन्थ्यो भने म त खाना पनि खाएको छुइनँ आज त खाना पनि रुच्दैन खाना पनि नखानै भन्थ्यो क्या जहिले मलाई अनि मैले भन्थेँ प्लिज खाना चाहिँ खाऊ न भोकै बस्नु हुँदैन है भनेर भन्थेँ अनि त्यस पछाडि तर खाना चाहिँ भुँडी फुट्टिन्जेर खाएको हुन्थेछ टन्नै भएर मलाई किन त्यसरी ढाँटेको भनिदिएको भोकै अनि बस्छु भन्दै किन अनि खाना टन्नै खाएको भनेर अघि भनेको अनि केमा तपाईँको लागि चाहिँ केमा भोकै बसिनु पर्ने थियो भन्दै पो पुरिँदो रहेछ यार सेविका त अनि केमा तपाईँको लागि भोकै बस्नु त नि भनेर सोधेको होइन अनि बाबा किन खाइवरी पनि त्यो खाएकै छुइनँ माया गर्दो रहेछ कतिको केयर गर्दो रहेछ आफूलाई भनेर जाँच्नु भनेर त सुरु नै कुरा गनायो भुँडी फुट्टिन्जेल खाइवरी म्यासेजमा त्यसरी टन्न खाएर पनि मलाई खान मन छैन खाना खाएको छुइनँ भनेर बोयफ्रेन्डलाई तपाईँहरू कतिपय दिदीबहिनीले म्यासेज गर्नुहुन्छ कि हुन्न कमेन्ट गर्नुहोस् हाम्रो सेविका चाहिँ त्यस्तो थिए हजुरहरू म केही जान्दिनँ ल अब जाउँ अनि त्यस पछाडि नानी उठेपछि नानीसँग उता गोठाला जानुपर्नेछ हजुरहरू गोरु निकाल्ने एकछिनमा अलिक मौसम क्लिन भएपछि फाइनली भाइ पनि पुग्यो होइन दाउरा धेरै नलगेको नि त चिसो रहेछ कहाँ बोल्छ यो चिसो छ त्यही भएर सुकाइराख्नुलाई मात्रै लगेको अनि हाम्रो चाहिँ भाइ पनि पुगिसक्यो अब चाहिँ हामी घरतर्फ हजार गोरु त एकछिनमा मात्रै निकाल्नु ल म उता बढाएपछि ल के गर्ने कान्छी चाहिँ खाना यस्तो खाना पकाऊ कान्छी आज चाहिँ मासुको बन्दोबस्त म गर्छु आज बेलुका भिडियोमा सीमित हुन्छ नि ल मासु पर भुटेर चाहिँ खाने ल आज रमाइलो गर्नुपर्छ ल कान्छी मेरो चाहिँ अब अनुहार उज्यालो भइसकेको छ एउटा कुरा नि म हजुरहरूलाई एउटा रिक्वेस्ट के गर्छु भने भाउजू देवर भाउजू भनेको नि सेविका आमा छोरा जस्तै हो अनि किन बोल्नु नसकेको त भाइसँग चाहिँ अब म आफूभन्दा ठुलो भएर होला नि त्यस्तो लागेको
यस्तो हो क्या हजुरहरू मेरो चाहिँ दुईजना भाइ होइन कान्छा भाइ र माइला भाइ तपाईँ दुईजना म भन्दा जेठो हुनुहुन्छ ए बाबा जेठो कान्छै भए पनि अनि जेठो कसै यस्तो हुन्छ है हजुरहरू कसैको चाहिँ के हुन्छ भन्दाखेरि देवरहरूसँग नलजाउने पनि हुन्छ क्या कोही चाहिँ अनि कोही कोही होइन गाउँमा त्यस्तै नै छ तर म मात्रै होला त उयो सेविका त आमा म भाइहरू मेरो भाइहरू देखाउँ त टाढै भन्नु नि भाइलाई मलाई अप्ठ्यारो लाग्छ नि म चाहिँ के भन्छ भन्दाखेरि अब अहिले त मेरो त कमाइ छैन अनि भाइले चाहिँ अलिक कमाउँछ यसो के खानु मन लाग्छ अनि भाइलाई भन न भन्छु ल हजाएर अनि 2 PM खानु नपाएको हिजोदेखि चाहिँ होइन कति दिन भइसक्यो अनि किन रिसाउनु पर्छ 2 PM खानु पाउँदा चाहिँ होइन क्या मलाई त उयोमा चाहिँ उयो नै लागिसकेको छ क्या चिसोमा चाहिँ चिसो खानु नपाउने माकालाई भरे कसम सेविका कि म भिडियोमा भएन भनेको अरे कि प्रेसरमा छु कि म त्यो पेट दुःख तपाईँले ज्यादा पेट दुःख तपाईँ के तपाईँले ज्यादा त्यसो भन्दै भरे पेट समय उयो त्यसरी उयो भयो भने चाहिँ नि भरे त्यो भाइलाई 2 PM ल्याउनु लाग्यो अहिले खुसी छ भाइ पसल गएको छ 2 PM लिनु भरे पनि त 2 PM पिरो खाएर चाहिँ होइन पेट पोलो भन्दै थियो अरू बेला जस्तो छटपट्यो भने चाहिँ नि यो हुन्छ त्यो बेला चाहिँ यो हुन्छ अलिक सक्दो बल देखाऊ मलाई आया भन्ने बनायो भने चिसो पनि ल्याउनु लाउँछु म भाइलाई तपाईँले बल नगर्नु पर्यो नि त 1 2 3 म गर्छु नि ल 1 2 3 कहाँ केटा र केटीको बल मिल्छ जानु 1 2 3 ल सक्दो बल देखाउ न त्यो रिसा मैले मेरो एक्स सम्झेलु छिटो छिटो ल सच्चीकै रिसाएर होइन जित्यो भने सच्चीकै रिसाउ सच्चीकै रिसाउले मुद्दा त्यहाँ गर्दनमा सामान पाउँदैन तिमीले जित्यो ल हजुर मुख पनि धुसु न कान्छी त्यो मेरो नेपालको भेष ल्याउ त मेरो माया लाग्छ तपाईँको माया लाग्छ नि त नभन्नु आज केटाकेटी जस्तो गर्छ त्यसो गर्दा केटाकेटी नि छि नङ्कर खोज न कान्छी कति हेर्नु न नङ कस्तो फोर यार पाहुना आउनु भयो हाम्रो चाहिँ घरमा पाहुनाज्यू के आममा भएबरको सिक्यो पर्ने थिएन नि माइला पर्ने थिएन यत्रो किन यत्रो लिएको त तैँले किन यत्रो लिएको पर्ने थिएन नि त थोरै ल्याउ चिसो चाहिँ किन लिएको तेरो पैसा मात्रै सक्यो बेकारमा होइन साँच्ची यत्रो किन खर्च गरेको यसले तेरिका हो हेर्नु त साथीहरू भाइले त आमामा 3500को सपिङ अरे लु 2 PM पनि बन्डलले लिएको पर्ने थिएन यो त साह्रै खर्च गर्छ हौ अलिक पैसा बचाउने गरे यति साह्रो खर्च नगर होइन मैले त 2 PM मात्रै भनेको थिएँ नि त यो चिसो चाहिँ खोलेर चिसो साथै यसरी खर्च नगरे केटा अलिअलि बचत गर ल हजुर हेर्नु न यस्तो भयो हतारको मैले कस्तो टेस्ट चाहिँ गरौँ ल कस्तो हुँदो रहेछ मिठो पो रहेछ हजुर पिरो लाली जो भन जान्छ कि हजुर ल तपाईँ यहाँ बस्नुहोस् हानिस् भने त हान्दैन चाहिँ राम्रो गरेको छैन निन्द्रा लाग्यो जस्तो चाहिँ यसलाई ल हजुरहरू बाई एद्रिन बाई बाई गोठाला पनि गरियो छोरोसँग 2 PM पनि खाइयो तिम्रो काकाले ल्याउनु भएको बाई 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 म लागेँ ल कान्छी आउँछु ल म ल अब चाहिँ यी हजुरहरू आउँछु छिटो यति कहाँ धेरै बस्छु ल हजुर अब चाहिँ ल बस्दै गरेँ केटा ल मेरो चाहिँ यात्रा सुरु भयो आफ्नै कारमा अब चाहिँ चुइँ हजुर बाइक चढ्नु त मन लाग्छ नि मलाई मुख रातै होला है माइन्ड नगर्नु यो भर्खर 2 PM खाएको बाइक चढ्नु त मन लाग्छ नि तर पैसा खोइ कान्छी बाटो छोड न हौ यो हजुर हेर्नुहोस् त अब चाहिँ म सरसर हाम्रो मिस्त्रीकोमा लाग्दैछु भिडियो पनि लामो हुनसक्छ कारमा जानुपर्ने अब अलिक तल भिडियो इन्डिङ गर्छु ल अहिले चाहिँ म कहाँ छु भन्दाखेरि चाहिँ ट्याकोसँगले यो चाहिँ हाम्रो भाइरल पुल भनेर चिनिन्छ क्या यो चाहिँ हाम्रो गाउँको खनि आइसकेँ अनि म चाहिँ यता जानेवाला छुइनँ म चाहिँ यता जाने चाहिँ साइकल पनि ब्रेक पनि छैन लुगा पनि छैन नाङ्गो चाहिँ खाटुलको साइकल भएर म चाहिँ अनि हिँडेर जाँदैछु यहाँबाट चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि मिस्त्रीजीको घर
त टिकटक बनाउनु त मन लागेको थियो यति राम्रो ठाउँमा दुःखको कुरा कसले समाइदिने क्यामेरा नत्र त म ट्यालेन्ट छु नि फेरि होस् ननाच्ने आज आफ्नो प्रतिभाहरूलाई भित्रै गुम्साएर राख्यौँ त्यो भिडियो पनि धेरै लङ भइसक्यो है अनि साइकलको ब्रेक नभएर ओह्रालोमा झर्नु परेको अवस्था छ हजुरहरू मलाई साह्रै दुःख लाग्यो हाम्रो गाउँको राजिन दाईलाई अहिले मैले गफ गरेको होइन क्रस फायरमा चाहिँ बाङ गरेर जानुभयो राजिन दाईले क्रस फायर किन्नुभयो कि के हो यार मच्छीले गाडीले चाहिँ कहिलेसम्म यस्तो नाङ्गुते साइकलमा भ्लग बनाएर हिँड्नु फेरि चेन फ्याट्ल्याक फ्याट्ल्याक खुस्किन्छ यसरी साइकलमा कति दिन भ्लग बनाउनु मलाई पनि बाइक कुदाउनु मन नलागेको कहाँ हो र मलाई पनि क्रस फायर चढ्न मन लाग्छ पैसा 1 रुपियाँ छैन भिखारी भइयो अब कहिले कमाउनु कहिले बाइक चढ्नु जे जस्तो भयो भने एक दिन चढिएला नि आफ्नो नभए पनि अर्काको त्यही हजुरहरू अब अर्काको सम्पत्तिमा के आँखा लाउनु मन त छ नि मिल्दैन नाङ्गुते साइकल भयो भने चेन खुच्किन्छ फेरि यसको ठाडो त्यही हो आजलाई चाहिँ भ्लग पनि लामो भयो टिकटकबाट को आउनु भएको छ थ्याङ्क यू सो मच धेरैजना टिकटकबाट आएको भनेर कमेन्ट गर्नुहुन्छ एकदम खुसी लाग्छ साह्रै माया गरिदिनु भएको छ तपाईँहरूले टिकटकबाट को आउनु भयो कमेन्ट गर्नु होला नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब चाहिँ गर्नु ल पछि तपाईँहरूले दिन्छु नि त म अनि दुध भैँसीको अनि त्यही हो सब्सक्राइब गर्नु भिडियोलाई सेयर पनि गरिदिनु होला यति भन्दै आजलाई चाहिँ बिदा हुन चाहन्छु ल भोलि पनि भ्लग आउनेछ बेरोजगार छु डेली भ्लग बनाएँ हिँड के गर्नु कमाइ धमाइ छैन आजलाई बिदा हुन चाहन्छु हस्त नमस्ते थ्याङ्क यू सो मच सबैजनालाई लभ यु अल सबैजनालाई जय चिलिङ ल